साथी न सँगी एक्लै रङ्गी चङ्गी भन्ने चाहिँ सायद म जस्तोलाई नै भन्छ होला। सो सबैजनालाई स्वागत छ मेरो पहिलो मिनी भ्लगमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला भन्दै म चाहिँ मेरो आजको भिडियो सुरुवात गरिसकेँ। आज चाहिँ मेरो छुट्टी भएको कारण दाइलाई घुमाउनु लानु भन्दै म चाहिँ यहाँ झगडा गर्दैछु, तर दाइ चाहिँ जा एक्लै भन्ने हुन्छ। अनि म चाहिँ अब जिद्दीको अगाडि कसको के लाग्छ र भनेर दाइ मेरो जिद्दीको अगाडि हाल्नुभयो। अनि लास्टमा मलाई घुमाउनु लाने चाहिँ पक्का भयो। त्यसपछि मलाई चाहिँ तल गएर बस्दै घरमा आउँछु लुगा लाएर भन्नुभयो। अनि म चाहिँ तल रुमदेखि मुनि आएर बसेँ, दादालाई पर्खेर कतिखेर आउनुहुन्छ भनेर। आएर 5 मिनट बसिसक्दा पनि दाइको चाहिँ आउने टुङ्गो छैन। बल्ल 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 झर्नुभयो। अब झरेपछि पनि छिटो गरे त हुने नि, मैले पर्खिँदा 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 गर्दा पनि कहिले होइन। बुढीलाई भन्दा ज्यादा बाइक स्याहारेर बस्नुहुन्छ। अब के भन्नु होइन, मेरो दाइ मात्र यस्तो कि हजुरहरूको दाइ पनि यस्तो हुनुहुन्छ, कमेन्ट गर्नु नभुल्नु होला। बल्ल बल्ल निक्लिनु भएको थियो, त्यो पनि बाइक स्याहार्दै आधी घन्टा त रुमतिरै बिताउनु लाग्नु भइसक्यो। त्यसपछि चाहिँ हामी लाग्यौँ घुम्नुको तर्फ। म मात्रै हो जानु चाहिँ, दाइले चाहिँ मलाई पुऱ्याउनु मात्रै जानुभएको। दाइको चाहिँ काम छ भन्नुभएको थियो, त्यही भएर मलाई पुऱ्याउनु मात्रै भए पनि जानुभएको। अनि अब दाजुको पछाडि पसेपछि त फेरि मेरो नाटक त अर्कै पो हुन्छ त। भन्दै मेरो चाहिँ हावाले टोपी पनि उडाएर पछाडितिर पुग्यो। त्यहाँबाट फेरि बाइक रोक्नु लगाएर म चाहिँ गएँ टोपी पछाडितिर फर्काएर लगानी उडाउँदैन भन्दै हुनुहुन्थ्यो। अब फेरि दाइको कुरा सुन्ने खालको म कहाँ पो हो। अनि एकैछिन हिँडेको त फेरि जाम भइगयो। काठमाडौँको जाम त्यस्तै हो, त्यहाँबाट एकछिन हिँडेको फेरि त्यहाँ पछाडि पनि फेरि जाम भयो। जामले त मेरो दिमागै खराब गर्यो। त्यही माथि तातो घाममा हिँड्नु पर्दा अब यसलाई रहर भन्ने कि बाध्यता भन्ने। त्यहाँबाट जाम खोलेर अगाडि 2 मिनटकै हिँडेको फेरि जाम। काठमाडौँको जाम त्यस्तै हो, सेकेन्ड मिनेटमा हुन्छ। अब जाम मात्र भइदियो त हो नि, घामले त्यही माथि पोलेर गर्मी पनि के साह्रो गर्मी भन्दै हामी चाहिँ लाग्यौँ। यो चाहिँ धरारा। त्यसपछि न्यु रोडको गेट छिरेर हामी चाहिँ भित्र लाग्यौँ। त्यहाँ न्यु रोड नजिकै नै रहेछ बसन्तपुर चाहिँ, तर मलाई चाहिँ थाहा थिएन। म चाहिँ एकचोटि अगाडि आएको थिएँ, तर मलाई थाहा थिएन। त्यहाँपछि दाइले चाहिँ मलाई बसन्तपुरको गेटमै रोकिदिनु भयो। त्यहाँबाट दाइ चाहिँ आफ्नो कामतर्फ लाग्नुभयो। त्यसपछि म चाहिँ एक्लै साथी नसँगी एक्लै रङ्गी चङ्गी भन्दै लागेँ बसन्तपुर। अब त्यहाँभन्दा नि भित्रतिर त जानु पर्यो, त्यो त गेट बाहिर मात्र थियो, त्यही भएर म चाहिँ एक्लै गएँ। त्यहाँ आउनुहुने सबैजनाको साथी थियो, तर म चाहिँ एक्लै। अब के चाहिँ गर्नु त, साथी नै नभएपछि हिँड्नु त पर्यो, घुम्नु मन भएपछि जानु त पर्यो। अब साथी खोजेर घुम्नु जान्छु भन्दा त मेरो आधा उमेर गइसक्छ, किनकि मेरो साथीहरू कहिले हुँदा नि हुँदैन, भएकोहरू नि सबै बिजी हुनुहुन्छ। अनि फेरि आजको मौसम चाहिँ भन्नुहुन्छ भने घाम टिलिक्क परेको, राम यति चर्को, गर्मी पनि यति साह्रो। तर पनि मैले यो गर्मी र घामलाई साइडमा राख्दै म चाहिँ पुगेँ बसन्तपुर। अनि यो चाहिँ बसन्तपुरको भ्यू। अब के गर्नु, मान्छेहरू हुनुहुन्थ्यो त्यहाँ पनि टन्नै, तर म चाहिँ एक्लै। म नि गर्मी भएर एकछिन बसेँ। अब कहाँ जाने के गर्ने भनेर सोच्दै थिएँ। अब सबैजनाको साथी देख्दा चाहिँ आफ्नो पनि भइदिएको भए भन्ने भएको थियो, तर पनि अब केही छैन। साथी नभएपछि साथी नसँगी एक्लै रङ्गी चङ्गी भन्दै अब म चाहिँ त्यहीँ बसिरहेको थिएँ। अब कहाँ जाउँ भनेर सोच्दै थिएँ। अब जता पाएँ त्यता जाँदा त भरे म छोडिएँ भन्ने जस्तो लागिरहेको थियो। अनि फेरि यतातिर आएर चाहिँ अब भिडियो त खिच्नु पऱ्यो, त्यही भएर एक ठाउँमा राखेर नाटक देखाउन थालिगएँ मैले चाहिँ होइन। यस्तै हो, म चाहिँ अब त्यहाँ मात्र बसेर त हुँदैन भनेर म चाहिँ अब त्यहाँभन्दा भित्रतिर लागेँ। तर मलाई कहाँ जाने के गर्ने भन्ने चाहिँ थाहा थिएन। एक्लै त्यत्तिकै हिँडिरहेको थिएँ। अब के गर्नु थाहा नभए पनि हिँड्नु त पर्यो। फेरि यतातिर आएर मेरो छुट्टै नाटक छ। भगवान्, मलाई मात्र हुन्छ कि यस्तो, अरूलाई पनि यस्तो नाटक गर्नु मन लाग्छ। भोइस चाहिँ मेरो 2टा आइरहेको ल, अगाडिकोमा कस्तो पछाडिकोमा कस्तो आइरहेको ल। तर यसमा अचम्म मान्नुपर्ने कुरा छैन, किनकि अगाडिको हिजोको एडिट थियो भने यो चाहिँ आज एडिट गर्दैछु, किन मलाई अल्छी लागेर। अनि यता चाहिँ मैले अब सबैले परेवालाई चारो दिएको देखेर मलाई पनि कस्तो परेवालाई चारो दिनु मन लागेर 50 रुपियाँको किनेर दिएको। 50 रुपियाँको चारो 50वटा दाना पनि थिएन होला। अब तर पनि केही छैन, तर मलाई कस्तो मजा लाग्यो। त्यहाँबाट म चाहिँ फर्केँ, किनकि अब घर फर्किनु पर्छ जस्तो मलाई लागिसकेको थियो। किनकि पानी पर्ला जस्तो पनि भएको थियो। अनि बिहानै दाइले चाहिँ बेलुका अलिक चाँडो फर्किनु, नभए एङ्गो भेटिँदैन, भेटे पनि एकदम महँगो हुन्छ, त्यही भएर भरिसक चाँडो फर्किनु भन्नुभएको थियो। र म चाहिँ त्यहाँ बसन्तपुर 2 घन्टा जस्तो
डुलेर फर्किएँ। 2 घन्टा होइन, 2.5 घन्टा जस्तो डुलेर फर्किएँ। त्यहाँबाट एङ्गो बुक गरेर म चाहिँ लाग्दै रुमतर्फ। बिहान जाँदा चाहिँ यस्तो गर्मी थिएन, यस्तो घाम लागेको थिएन, तर बेलुका फर्किँदा चाहिँ त्यस्तो थिएन। एकदम आकाशमा नि बादलले डामडुम ढाकेर शीतल भएको थियो। हावा फेरि आउँदा झन् अर्कै मजा आइरहेको थियो। अब तर पानी चाहिँ पर्ला पर्ला जस्तो छिट्याउन थालिसकेको थियो। त्यही भएर अगाडि छिटो गरेर चाहिँ फर्किँदैछु म। तर जति नै छिटो गरे पनि त्यही हो, बाटो त्यति नै हो। तर यहाँ आइपुग्नु चाहिँ लगभग कति टाइम लाग्यो भने बसन्तपुरबाट रुम आइपुग्नुलाई कति आधा घन्टा जस्तो लाग्यो होला। अब के गर्नु त, लागेर पनि आउनु त पऱ्यो। त्यतिको बाटोमा चाहिँ मैले कति 250 रुपियाँ तिरेँ। यो चाहिँ सबैभन्दा महँगो भाडा थियो होला सायद काठमाडौँमा एङ्गो चढेदेखिको मेरो चाहिँ। अब के गर्नु, चढ्नु त पऱ्यो, जानु परेपछि। त्यही भएर म चाहिँ लागेँ। अब यता र उताको हेर्दा कस्तो दामी देखिरहेको छ। बिहान चाहिँ घामले टिलिक्कै पारेको थियो भने आउँदा चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको थियो। त्यही भएर हेर्नु नि मजा भइरहेको थियो। अब के चाहिँ गर्नु, मौसम हेर्नु सक्नुहुन्छ कस्तो राम्रो छ वेदर पनि। त्यहाँपछि चाहिँ म लगभग रुम आइपुग्न आँटिसकेको थिएँ। सो रुम पनि आइपुगेर म चाहिँ लुगासुगा चेन्ज गरेर लुगा टिप्न गएँ, किनकि पानी पर्न लागिसकेको थियो। त्यही भएर म चाहिँ हतार गरेर लुगा टिप्न गएँ। भन्दै भिडियोलाई पनि यहीँतिर इन्ड गर्नुपर्छ जस्तो लागिसकेको थियो, किनकि यहाँभन्दा ज्यादालाई मसँग भिडियो थिएन। अनि मेरो पहिलो मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच।